हेलो साथीहरू, आज चाहिँ म चाहिँ बनाउँदैछु चिकन हो। मेरो दिदीले चाहिँ त यहीँ दुबईबाट नै पठाइदिनु भएको थियो नि त आज रायोको साग। अन्त चाहिँ मैले रायोको साग र चिकन चाहिँ आज चाहिँ बनाउनु पर्यो भनेर चाहिँ बनाउँदैछु। अन्त तपाईँहरू कस्तो हुनुहुन्छ? धेरै दिनको बाद चाहिँ म चाहिँ आज चाहिँ युट्युबमा भिडियो अपलोड गर्नु आँटेको छु है। र आज चाहिँ म नुन पनि हाल्दैछु हो। अब यसबाट चाहिँ एकदम पानी निस्किँदै जान्छ। अन्त पानी निस्केपछि चाहिँ आफै पानी जब सुक्छ तब मासु मजाले फ्राई हुन्छ हो। अन्त हेर्दै जानुहोस् म चाहिँ अब कसरी बनाउँछु, के बनाउँछु। त्यस्तो त अब आउँदैन र पनि अलिअलि अब आफूले खाने चाहिँ, तर मलाई चाहिँ मैले बनाएको खाना चाहिँ मलाई चाहिँ पुरै मनपर्छ। चाहे त्यो जेसुकै होस्, मासु होस् या सब्जी होस् होइन, जेसुकै होस् अब अहिले आफै हुन्छ। यो मैले बनाएको खाना चाहिँ मलाई नै मनपर्छ। मासु हाल्नुको लागि चाहिँ प्याज काट्दैछु। सेफ भन भन्दैछ है मलाई चाहिँ। प्याजलाई चाहिँ finish. Quatro. Tes पनि दिनमा मासुहरू हाल्छु ल एकपल्ट म चाहिँ यस्तो भएको छु अहिले। चिकन चाहिँ यतिको भइसकेको छ। चिकनको पानी चाहिँ फुटेर चाहिँ अहिले रातो रातो हुँदो रहेछ अलिअलि। अब चाहिँ मैले काटेको प्याज हालिदिन्छु अघि। यो चाहिँ अदुवा लसुनको पेस्ट मैले बनाएको अघि यो म हाल्दैछु।
ग्रिन चिल्ली चाहिँ फेरि अलिकति मात्रै हालेको छु। अहिले अलिकति चिल्ली पाउडर हालिदिन्छु नि त, त्यही लागि। र अब चाहिँ म यहाँनिर जिरा पाउडर अलिकति हाल्छु। यहाँको त मलाई मसलाहरू त्यस्तो मन पर्दैन कि, राम्रो हुँदैन, उताको जस्तो चाहिँ हुँदैन। अलिकति जिरा पाउडर, अन्त अलिकति कोरिएन्डरको धनियाँ पाउडर। बेसी मसलाहरू त हाल्दिनँ म मासुमा, सिम्पलै बनाउँछु घरमा जस्तै। हेर्दै जानुहोस् न म कसरी के बनाउँदो रहेछु भनेर। ओके, अप्ठ्यारो भयो नि पुरा, एउटा हातले फोन पक्रिँदै अर्को हातले त अब चलाउनु ओर्नु चाहिँ अलिकति अप्ठ्यारै हुन्छ हो। पनि यो भन्नु त मसला त हेर्नु भइहाल्यो नि, यतिको भयो। भावनाले बनाएको मासु चाहिँ त्यति खलाल पनि मसला हाल्दै राख्नु पऱ्यो। पिरो त म खानु सक्दिनँ बेसी, अलिकति यसलाई चाहिँ एकछिन छोपिदिनु पर्यो, मसला पाकुन्जेल लो हिटमा। साग लिएर आउँछु अब। र मेरो मासु चाहिँ यतिको भइसक्यो हो। यहाँनिर मेरो साग देख्नु सक्नुहुन्छ, दिदीले ल्याइदिनु भएको, पठाइदिनु भएको दिदीले यहीँबाट। उनीहरू चाहिँ बाहिर निस्किरहनु पाउँछ नि त, अन्त म चाहिँ पाउँदिनँ हतपत बाहिर निस्किनु ओर्नु। अन्त चाहिँ दिदीले नै पठाइदिनु भएको थियो नि त आज ड्राइभरको हातमा। अन्त चाहिँ कस्तो खानु मन परिरहेछ भन्दै भनेको थिएँ नि त मैले। दिदीले खाएको अब फोटोहरू खिच्दै घरि भिडियो बनाउँदै पठाउनुहुन्छ नि त। अन्त मलाई पनि कस्तो खानु लागिरहेछ हौ भनेको थिएँ। अन्त ल म योपालि हप्तामा ड्राइभरलाई पठाइदिन्छु भन्नुभएको थियो नि त। अन्त दिदीले चाहिँ पठाइदिनु भएको, मैले त बिर्सेछु देखाउनै। त्यहाँनिर होइन बनाउनु त बनाउँदैछ, तर कसले बनाउँदैछ भन्ने भइरहेकोलाई यहाँनिर देखाउने मान्छे छैन नि त कि मलाई। अन्त नि देखाउने भएको भए त म तपाईँलाई देखाउँथेँ नि। रायोको साग मासु कस्तो मिठो हुन्छ है हामीलाई त, मलाई त पुरा मनपर्छ। रायोको साग त त्यसै पनि मनपर्छ मलाई। त्यो चाहिँ कलिलो कलिलो खालको रहेछ, भर्खर त्यो जराइसँग उखालेको, ठिकै छ। अहिले मेरो एकजना साथी आउँछ कि, अन्त उसलाई म देखाउनु आउँछु नि ल तपाईँहरूलाई। ओके, एकछिन मलाई छोपिदिन्छु, यतिकै चलाउनु फेरि अप्ठ्यारो हुन्छ।
अब चाहिँ म यहाँनिर टमाटर हाल्दैछु हो। टमाटर हाल्नु छोपिदिनु राख्नु पऱ्यो। एकदम मलाई अनकम्फर्टेबल भइरहेछ यसरी गर्दा। एकछिन पाक्दैछ। मैले चाहिँ फ्रिजमा खोजेर एउटा मसला चाहिँ पाएँ हो यहाँको दुबईको चाहिँ। यो चाहिँ फेमस हुने चाहिँ म्यागी मसला हो। अलिकति मात्रै हालेँ तर मैले एउटा जस्ट टेस्टको लागि चाहिँ अलिकति मिक्स गर्दै राख्नु पऱ्यो। पाक्दैछ मेरो मासु। एकछिन छोपेर त्यही राखिदिनु पऱ्यो। गन्ध आउँदैछ है। अब चाहिँ देख्नुभयो होला नि कसले बनाउँदैछ भनेर। मासु देखाउँदैछु त्यो यहाँनिर। यति टाढाबाट देखाउनु पर्दैन हौ। यसोबाट अब चाहिँ खाइन्छ सुक्रिया मजाले। मेरो चाहिँ एकजना साथी पनि छ यहाँनिर नेपाली नै। त्यस्तो मसला त मैले केही पनि हालेको छुइनँ नि। अब जिरा हालेँ हो, अन्त खालि अदुवा लसुन एकछिन यो पानी सुकोस् है। पाके बस्नु यतिको चाहिँ मैले बनाएको छु। बाई बाई। चाखा त अलिकति कस्तो भएछ ल। स्टपै छ के अरे मेरो मुख चाखा न। नुन ठिकै छ? दामी आयो। दामी भएछ? अदुवाको त्यस्तो दामी टेस्ट आएको। अहिले भिडियोमा हेर न ल मैले कसरी बनाएको छु भनेर। पोस्ट गर्ने नि एडिटहरू गर्नु अलिअलि बिचा बिचामा साउन्डहरू हालेर गर्नु बाबा। ओके ल हेर्नु सक्नुहुन्छ तपाईँले। थ्याङ्क यू बाई बाई। धनिया हाल्नु कि नहाल्नु? अलरेडी यो सागै त हरियो छ कि हाल्नु धनिया। अदुवाको टेस्ट। ओके बाई बाई गाइस। थ्याङ्क यू फर वाचिङ।